दर्शकवृन्द नमस्कार। अपन विशेष में स्वागत करै छी। सिराहा आ धनुषा के विशेष कऽ दक्षिण क्षेत्र के जनता वर्षों से प्रतीक्षा करै छलै से कमला नदी में एकटा पुल बन जेतै तऽ बहुत नीक होइतै। अतुका स्थानीयवासी जोखिमपूर्ण यात्रा करऽ बाध्य भेल छलै, कहियो नाव में चढ़ि कऽ तऽ कहियो मुख्य राजमार्ग से घुमैत एहि कता से ओहि कता जाला बाध्य बनल छलै। धनुषा आ सिराहा के दक्षिणी बेल्ट के सर्वसाधारण ई आशा पूरा हुई लागल छलै। इहे अखाड़ 13 गते निर्माण संपन्न करऽ के बात कयल गेल छलै, लेकिन 5 दिन बाद 17 गते पुल धसि गेलै। करीब 10 साल से ई पुल निर्माण भऽ रहल छै। 2068 साल से निर्माण भऽ रहल छलै 24 करोड़ के लगानी में, लेकिन उद्घाटन हुआ से पहले ही पुल धसि गेलै। एहन छै अतुका विकास के अवस्था। पप्पू कंस्ट्रक्शन आ लुम्बिनी बिल्डर्स के ई आयोजना देल गेल छल। पुल किया धसलै, एहि पर की भऽ रहल छै, छानबीन केना कऽ आगाँ बढ़ि रहल छै। हालांकि राजमार्ग आयोजना अंतर्गत की ई आयोजना छै, एहन लापरवाही किया भेलै तऽ आइ एहि विषय में चर्चा करऽ जा रहल छी। अखन जुड़ल छै हालांकि राजमार्ग आयोजना के प्रमुख रोहित कुमार विसुराल। सबसे पहले हुनका स्वागत करै छी। विसुराल जी, कार्यक्रम में स्वागत छ। धन्यवाद छ शाहजी, तपाईलाई पनि। सिराहा र धनुषावासी को सपना तुषारापात भयो। सपना सपना नै रह्यो, एउटा आशा थियो र जसरी हिजो पुल भासियो एउटा निराशा र आक्रोश देखिएको छ। के भन्नुहुन्छ तपाईँ? अब यसमा सिराहा र धनुषावासीको मात्रै नभएर हामी यति ठुलो पुल निर्माण गर्ने सरकारी निकाय हामीलाई पनि धेरै दुःख लागेको छ। अहिले भनिसक्नुभयो 2068 सालदेखि बन्न सुरु गर्यो, अहिले 78 साल भइसक्यो। 11 वर्ष भइसक्यो छ पुल निर्माण हुँदै गरेको। र अब सकिने अवस्थामा यसरी प्रकोप आयो भनौँ, त्यसरी पुल गिरेको छ। त्यसले गर्दा हामीहरूलाई पनि धेरै दुःख लागेको छ। र सिराहा र धनुषावासी त यसबाट प्रत्यक्ष लाभान्वित हुनुहुन्थ्यो, जहाँबाट उहाँहरूले तरेर चाहिँ माथि पूर्व पश्चिम राजमार्ग आएर घुमेर जानुपर्ने चिज त्यहाँबाट तुरुन्तै जनकपुर आउने अथवा राजराज जानलाई, जनकपुरतिरबाट राजराज जानलाई जुन सुविधा थियो, त्यसबाट चाहिँ अहिले उहाँहरूले चाँडै नै सुविधा लिउँला भनेर जो सोचिराख्नु भएको थियो, त्यसबाट वञ्चित हुनु परेको छ। त्यसमा चाहिँ सिराहा धनुषावासीको साथसाथै हामीहरू पनि एकदम दुखित छौँ। अब जनताको गुनासो के भन्दाखेरि एउटा त वर्षौंदेखिको सपना पूरा भएन, हैन? पूरा हुने लाग्दाखेरि यो घटना भयो। दोषी को त? सरकारले सजाय गर्छ कि गर्दैन? तिनीहरूलाई कारबाही गर्छ कि गर्दैन? अब यसमा हामीले यसरी सोच्नु पर्यो। हामी सरकारी निकायले काम गर्नको लागि विभिन्न नियमहरू बनेको छ, कानुन बनेको छ। नियम कानुनको ले तोकेको सीमाभन्दा बाहिर कोही पनि जान मिल्दैन, हैन? त्यसरी निर्माणको अन्तिम चरणमा आएर चाहिँ यो एक किसिमको दुर्घटना जो भएको छ, त्यसमा दोषीलाई कारबाहीको कुरो एकतिर छ भने हामीलाई चाहिँ अब कति चाँडै चाहिँ यसलाई सम्पन्न गर्ने, त्यहाँनिर के कसो त्रुटि थियो, त्यसबाट चाहिँ पाठ सिकेर चाहिँ अघि बढ्नको लागि चाहिँ के कसो गर्ने भन्ने चिन्तामा हामीहरू छौँ। हजुर, भनेपछि सरकारले पाठ सिकेन भने देखियो नि त। 2074 मा पनि त्यही पप्पू कन्स्ट्रक्सनले बवै बर्दियाको बवैमा पुल निर्माण गरेको थियो र त्यहाँ पनि भासिएको अवस्था थियो, हैन? र अख्तियारको कारबाहीमा पनि परेको अवस्था छ, मुद्दा पनि चलि नै रहेको अवस्था छ, हैन? फेरि पटक पटक फेरि त्यही ठेकेदार कम्पनीले चाहिँ आयोजना दिनु, हैन? यो लापरवाहीलाई तपाईँ के भन्नुहुन्छ? अब यसमा चाहिँ तपाईहरुले जो सोच्नु भएको जस्तो भन्दा पनि अहिले भनिसक्नुभयो 68 सालमा नै सम्झौता भइसक्यो। 68 सालमा त सुरु भइसकेको थियो। सायद त्यो भन्दा अघिल्लो वर्ष 67 सालमै हुन सक्छ सम्झौता भएको।
अब जहिले होस् त्यति बेला जो सम्झौता भयो पप्पू कन्स्ट्रक्सनको चाहिँ ठेक्कामा बिड गर्ने क्षमताहरू हेरेर त्यो बेलाको जो नियमहरू थियो, कस्तो खालको कन्ट्र्याक्टरले काम पाउने, कस्तो अनुभव हुनुपर्ने, उसको विशेषज्ञता के हुनुपर्ने, त्यो सबै हेरेरै दिएको हुनुपर्छ। र त्यसपछिको 68मा सम्झौता भयो, 74मा बवै नदीमा पनि त्यस्तै अवस्था आयो भनेपछि अब कमला नदीमा पनि उसले नै काम गरे हो, यसो चेक जाँच गरौँ, अनुगमन गरौँ, कस्तो काम गरे रहेछ भनेर त हेर्ने निकाय त तपाईँहरू हो नि, होइन? हजुर हजुर, अवश्य। उहाँहरूले चाहिँ यो डिजाइन बिल्ड कन्ट्र्याक्ट भनेर भन्छ, पुलको डिजाइन पनि निर्माण व्यवसायले नै गर्छ र त्यो डिजाइन बमोजिमको काम गर्छु भनेर सम्झौता हुन्छ र अनि उहाँहरूले चाहिँ यति समयमा काम गरेर तयार गरेर पुल दिन्छु भन्ने किसिमको सम्झौता हो यो। र यसमा उहाँहरूले गरेको कामको अनुगमन गर्ने जिम्मा त अवश्य यो हाम्रो आयोजनाको नै हो र त्यसमा उहाँहरूले जुन काम गर्नुहुन्छ त्यसको रुटिन चेकअप गर्ने अथवा बेला बेलामा कुन समयमा कस्तो खालको निरीक्षण गर्ने भन्ने कुराहरू चाहिँ सडक विभागको आयोजनाको नै हो र त्यो किसिमको कामहरू अवश्य अब यो 10 वर्षको दौरानमा कहिले कहिले के गर्नु र कस्तो कस्तो खालको चेकअप गर्नुपर्ने भन्ने कुराहरू त्यो त अवश्य अनुगमन भयो नै होला। जुन चिज चाहिँ अब म पनि यो पछिल्लो चरणमा यो आयोजनामा जोइन गरेको छु। म आएपछिको अवस्था भन्नुहुन्छ भने चाहिँ त्यो पुलको सब स्ट्रक्चरसम्मको कामहरू सकिएर सुपर स्ट्रक्चर भन्छौँ जहाँबाट गाडी गुड्ने हो, त्यो गुड्ने सुपर स्ट्रक्चरको भागको चाहिँ पनि आधा जसो कामहरू भइसकेको थियो र त्यसपछि अरू स्पिड अप गराउने यो सालमा चाहिँ जसरी पनि सक्नुहुन्छ भन्ने सरकारको नीति निर्देशन बमोजिम हामीले 2068 सालको योजना होइन, 2071 भित्रै निर्माण गर्नुपर्ने थियो तर ढिला सुस्ती भयो पप्पू कन्स्ट्रक्सनबाट, होइन? त्यसपछि फेरि 2078 को असार 13 गतेभित्र सक्ने गरी चाहिँ लुम्बिनी बिल्डर्स, यद्यपि दुईटै जोइन्ट भेन्चरमै काम गरे हो पहिलादेखि नै, होइन? तर पप्पूले गर्न नसक्ने भएर लुम्बिनीले चाहिँ आफ्नो चाहिँ दायित्व बोध गर्दै लुम्बिनीले चाहिँ जिम्मेवारी लिएको अवस्था छ, होइन? अब जुन बेसको काम भयो नि, जुन स्पान भन्छ त्यसलाई, होइन? जुन बेसको काम भयो त्यो चाहिँ गरेको चाहिँ पप्पूले हो, होइन? र पप्पूको एउटा फल्ट आइसकेको थियो बवै नदीको सन्दर्भमा, होइन? 2074मा मैले त्यही कुरा फेरि पनि भने तपाईँलाई 2074मा यस्तो किसिमको त्यहाँ भयो है भन्ने कुरो आभास भइसकेपछि त सरकारी निकायले त होइन कमलामा पनि त्यस्तो गरे हुन सक्छ भनेर त चेक गर्नुपर्ने हो नि भनेको मैले। होइन, अवश्य त्यो त्यति बेलाको अनुगमन गर्ने जिम्मेवारी भएको संस्थाले अवश्य गरे पनि होला। अब गरे कि गरेन त्यो अहिले भन्ने कुरो त भएन, भन्न सकिएन। तैपनि त्यो पप्पू कन्स्ट्रक्सन जसले चाहिँ उहाँ बर्दियामा पनि उसले गरेको काममा चाहिँ त्रुटि भएर चाहिँ त्यहाँ हामीलाई चाहिँ नोक्सान भएको थियो भने अब अहिले यहाँ चाहिँ त्यति बेलाको अवस्थामा पप्पू कन्स्ट्रक्सनले गरेको थियो भने पप्पू कन्स्ट्रक्सनबाट अब नहुने रहेछ भनेर नै हाम्रो कार्यान्वयन गर्ने निकायको तर्फबाट चाहिँ उसको जोइन्ट भेन्चर पार्टनर पप्पू लुम्बिनी जोइन्ट भेन्चर भनेर जो सम्झौतामा हुनुहुन्थ्यो अर्को पार्टनरलाई चाहिँ बोलाएर अब यो काम पप्पूबाट चाहिँ सम्पन्न हुनु गाह्रो छ, धेरै समय पनि भयो। अनि अब त्यही खालको कुराहरू पनि जो अहिले भन्नुभयो अन्यत्र पनि गुणस्तरको कुराहरू पनि प्रश्न उठाएको छ। त्यसैले तपाईँ जोइन्ट भेन्चर पार्टनरले यसलाई राम्रोसँग यसलाई पुरा गर्न सक्नुहुन्छ भने हामीहरूले अब अझै पनि टाइम दिन्छौँ, गरिहाल्नुहोस्। अब नसक्ने हो भने हामी अरू थप कारवाहीमा जान्छौँ भनिसकेपछि पप्पू कन्स्ट्रक्सनको जोइन्ट भेन्चर पार्टनर लुम्बिनी कन्स्ट्रक्सनले चाहिँ यसलाई हामी अघि बढाउँछौँ, सम्पन्न गर्छौँ भनेर चाहिँ प्रतिबद्धता गर्नुभयो। त्यही अनुसार अहिले सम्पन्न पनि भएको हो। अब तपाईँहरू चाहिँ काम गराउने निकाय होइन, हुलाकी राजमार्ग आयोजना भनेको काम गराउने निकाय, गर्ने निकाय चाहिँ पप्पू कन्स्ट्रक्सन र लुम्बिनी बिल्डर्स। अब तपाईँहरूको आकलन चाहिँ के छ, यो चाहिँ किन भयो, पुल किन भासियो भन्ने कुरा गर्दाखेरि तपाईँहरूको प्रारम्भिक के छ भनाइ, यसमा कसरी भासियो, के कारण भएको होला चाहिँ? होइन, अब मोटामोटी हेर्दाखेरि चाहिँ लुम्बिनी कन्स्ट्रक्सनले जिम्मा लिएपछि माथिल्लो भागको कामहरू गर्यो, जगको कामहरू धेरै पहिला भइसकेको थियो। अब 10 वर्षको दौरानमा चाहिँ कुन वर्षमा कुन चाहिँ जगको काम भयो त्यो रेकर्डहरू त अब हामीहरूले हेर्नै पर्ने छ।
होइन, विभिन्न वर्षको रेकर्डहरू होला, अनि कुन समयमा गरेको थियो, कस्तो खालको थियो, त्यो कागजपत्रहरू पनि हेर्नु पर्यो। अब फिल्डको कुरा भन्नुहुन्छ भने हाम्रो खास गरी काठमाडौँ बेस्ड हामी प्राविधिकहरू त्यहाँ पुग्न सकेको छैनौँ। त्यहाँ साइटमा चाहिँ योजना कार्यालय जनकपुरको इन्जिनियर साहबहरू त्यहाँ पुगेर हेरिराख्नु भएको छ। त्यसको प्राविधिक कारणहरू हामीहरू हेर्छौँ, पत्ता लगाउँछौँ। त्यसबाहेक अरू कानुनी कुराहरू पनि केही थियो, सम्झौताको त्रुटिहरू थियो भने ती कुराहरूलाई पनि हामीहरू त्यसको हेर्छौँ र त्यो हेरेर चाहिँ अनि मात्रै भन्न सकिन्छ होला कि र यहाँनिर हाम्रो गल्ती भएछ, यसरी सुधार गरेर जानुपर्ने भयो, अथवा कसैलाई चाहिँ कारबाही गर्ने कुरा छ भने यो कारबाहीको भागी छ, यसरी गर्नुपर्ने भयो भनेर त्यति बेला चाहिँ भन्न सक्छौँ होला। अहिले प्रमुखको कुरा चाहिँ दुईटा छ। हिजो मात्रै सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेल पनि त्यो ठाउँको अनुगमन गर्नुभयो र उहाँको प्रतिक्रिया के आयो भने दुईटा कारण हुनसक्छ। एउटा डिजाइनमा समस्या र अर्को चाहिँ गुणस्तरहीन काम भएको हुनसक्छ भनेर चाहिँ उहाँले भन्नुभएको छ। तपाईँहरूको चाहिँ अनुमान के छ, के चाहिँ भएको होला? होइन, अनुमानै चाहिँ अहिले गरि नहालौँ, जस्तो जे भन्नुभयो अरू पनि कारण हुनसक्छ। जे भन्नुभयो अब यी विभिन्न कारणहरू त अब अनुसन्धानमा गइसकेपछि अनुसन्धानको विभिन्न पाटोहरूबाट त्यसलाई हेर्ने कुराहरू हुन्छ होइन। अब डिजाइन त पहिलो कुरो भइ नै हाल्यो, डिजाइनको त्रुटिले चाहिँ भत्किएको रहेछ भने त त्यस्तो खालको गलत डिजाइन पनि ठेकेदार कम्पनीलाई नै गर्न दिएको थियो होइन, सम्झौता त्यस्तै भयो। हजुर, यो अहिले मैले भने नि, यो चाहिँ डिजाइन बिल्ड कन्ट्र्याक्ट भनेको चाहिँ त्यहाँ बनाउने संरचनाको डिजाइन ठेकेदार कम्पनीले नै तयार गर्छ, बनाउने पनि उही, डिजाइन गर्ने पनि उही। हजुर, पप्पु कन्स्ट्रक्सनबाट चाहिँ डिजाइनर उहाँहरूले आइडेन्टिफाई गर्नुभयो, अनि यस्तो खालको पुल बनाउने भनेर डिजाइन गर्नुभयो, नक्सा तयार गर्नुभयो, त्यसलाई चाहिँ सडक विभागमा पेश गर्नुभयो, अनि ल ठिक छ यो खालको चाहिँ सडक के अरे पुल तपाईँहरूले निर्माण गर्नुहोस्, त्यसपछि पनि यदि त्यसमा त्रुटि रह्यो भने त्यसको भागी त तपाईँहरू नै हुनुहुन्छ भन्ने किसिमको प्रावधान त त्यहाँ रहेको छ। अब त्यो प्रावधान रहँदै पनि उहाँहरूलाई त्यो जानकारी हुँदाहुँदै पनि अब यो दुर्घटना भइसकेको छ भनेपछि अब यसपछि हामीले हेर्ने भनेको त्यो यसभन्दा अघि कानुनी रूपमा कतै त्रुटि थियो भने त्यसलाई चाहिँ विवेचना गरेर त्यहाँ कहीँ मिस्टेक थियो कि भने त्यसलाई हेर्ने कुरा हो भने प्राविधिक पाटोको रूपमा चाहिँ अब यसपछि नदी घट्छ त्यो बेलामा हेर्ने कुराहरू होला। अहिले चाहिँ भिजुअल्ली गएर चाहिँ यस्तो भारै छ भने भिजुअल्ली हेर्ने कुरा होला। अब त्यसको इन्भेस्टिगेसनको लेभल कस्तो हो, कति डेप्थमा जाने, त्यसमा भर पर्ने कुरा भयो। तर छोटकरीमा चाहिँ अब अहिले यो कोल्याप्स त्यसरी सिङ्क भइसक्नुको मतलब चाहिँ त्यहाँ त्रुटि त कहीँ न कहीँ त थियो, त्रुटि भइसकेको छ, त्यसलाई चाहिँ पत्ता लगाउने कुरा हो। हजुर, अब पत्ता लगाउने कि पहिला तिनीहरूलाई चाहिँ अब कसरी हुन्छ, अब कानुनी दायरामा ल्याउनु पर्यो कि तपाईँहरू पहिला अनुसन्धान गर्नुहुन्छ त्यसपछि बल्ल चाहिँ कारबाहीको प्रक्रिया अगाडि बढ्छ, दोषी देखियो भन्ने त्यसरी तपाईँहरू अगाडि बढ्नुहुन्छ कि या तपाईँहरूको भनाइमा चाहिँ यो कस्तो किसिमको अपराध हो, यदि अपराध हो भने? होइन, यो त अब हाम्रो यो सार्वजनिक खरिद ऐनले तोकेको छ र त्यो ऐन बमोजिमको हाम्रो बिचमा चाहिँ सम्झौता भएको छ, निर्माण व्यवसायी र सडक विभागको बिचमा सम्झौता भएको छ। त्यो सम्झौतामा चाहिँ कसको जिम्मेवारी के भनेर त्यहाँ लेखिएको छ, के मिस्टेक भयो भने कसले बेहोर्ने भन्ने कुराहरू पनि त्यहाँ लेखिएको छ। होइन, बेहोर्ने त फेरि अर्कै कुरो भयो क्या। बेहोर्ने भनेको त मैले थाहा पाए अनुसार 5 वर्षभित्र कुनै संरचनामा कुनै क्षति पुग्यो भने त्यही ठेकेदार कम्पनीले बनाइदिनु पर्छ भन्ने कुरो छ होइन, त्यही हो नि होइन? हजुर, भनेपछि 5 वर्षभित्र चाहिँ यसको डिफेक्ट लायबिलिटी पिरियड भनेर भन्छौँ हामी। हजुर, निर्मित संरचनालाई चाहिँ मर्मत सम्भार गरेर 5 वर्षसम्म चालु अवस्थामा राख्नु पर्यो। जो निर्माण व्यवसायी हो उहाँले आफ्नो संरचना तयार गर्ने र 5 वर्षसम्म त्यहाँ कुनै खालको त्रुटिहरू आयो भने त्यो सच्याउने जिम्मेवारी पनि निर्माण व्यवसायीले नै लिएर त्यो सम्झौता भएको छ। भनेपछि सच्याउने जिम्मेवारी 5 वर्ष त अहिले सुरु नै भएन। पुल भासियो, अब त्यसलाई बनाइदिने काम भनेको त्यही ठेकेदार कम्पनीलाई भयो होइन, त्यो त एउटा पाटो भयो के। अवश्य, किनभने यसको त अब निर्माण नै सम्पन्न भएको छैन। यो अहिले जो भन्नुभयो 13 गते चाहिँ निर्माण सम्पन्न भएको भनेर सम्झौता चाहिँ त्यस्तो भयो। हजुर, होइन, सम्झौता यस्तो हुन्छ, उहाँहरूलाई हामीले चाहिँ अब 10 वर्षदेखि काम नसकिरहेको चिज छ, अब तपाईँलाई हामी 1 वर्ष अर्को थप दिन्छौँ, त्यो बिचमा सम्पन्न गर्नुहोस् भने हुन्छौँ। त्यो बिचमा पनि नसकियो, विभिन्न कारणहरू छ, हाम्रो देशको परिस्थितिहरू यस्तै छ, चाँदै नसकिने अथवा अहिलेको अवस्था भन्नुहुन्छ भने पोहोर सालदेखि यहाँ लकडाउन र निषेधाज्ञाहरू छ,
अनि बिचमा चाहिँ विभिन्न किसिमको जो कानुनले चाहिँ कानुनी रूपमा चाहिँ कन्ट्र्याक्टरले गर्न कोसिस गर्दा पनि उसले सकेन भन्ने परिस्थितिहरू भइसकेपछि म्याद थपको प्रावधानहरू रहँदै 13 गतेसम्मको म्याद थप चाहिँ भइसकेको अवस्था थियो। अब त्यो बेलै अर्कै पाटो भयो। अब पुलले भासिसकेपछि त अब त्यो त फेरि बनाउनु पर्ने होला। त्यो सम्पन्न भएको छैन, त्यो पुल चाहिँ निर्माण सम्पन्न भएको भनेर 13 गते नै सम्पन्न भएको भनेर मान्न सकिने कुरो त भएन। निर्माण त त्यहाँ अहिले पनि वेयरिङ कोडको काम गरिरहेकै थियो। अझ 4 वटा जति स्पानको चाहिँ वेयरिङ कोड जहाँ गाडी हिँड्ने हो भनेपछि सम्झौता अवधि चाहिँ थप्ने कुरो चाहिँ थियो हैन। यो चाहिँ पछिल्लो एउटा डेट तोकेको थियो कि 13 गते भित्र सायद अब त्यो योजना कार्यालय जनकपुरमा यसको निर्माण व्यवसायीले त्यहाँ डाइरेक्ट सम्पर्क गर्ने कार्यालय चाहिँ त्यहाँ जनकपुरको कार्यालय भयो, त्यहाँ उहाँले निवेदन दिनुभएको होला अथवा सकेसम्म म सिद्ध्याउँछु। अब त्यो अर्कै कुरो भयो। अब यसमा अलिकति अझै विलम्ब लाग्ने थियो होला हैन, केही दिन अझै काम गर्नुपर्ने थियो होला, बल्ल चाहिँ सकिन्थ्यो होला, त्यो चाहिँ अर्कै कुरो भयो। मैले चाहिँ त्योभन्दा अगाडि नै यहाँ पुल भासियो के भनेपछि तिनीहरूले चाहिँ के चाहिँ कारबाही उनीहरूमाथि कस्तो किसिमको कारबाही चाहिँ हुनुपर्ने हो जस्तो लाग्छ तपाईँलाई? अब त्यही कारबाही भनेको अब बनाइदिने, फेरि जस्ताको त्यस्तै बनाइदिने त्यही नै कारबाही हो या अरू पनि कारबाहीको प्रावधान छ? अब पहिलो कुरो त दुरुस्त हामीले सम्झौता गरेको के हो भने यस्तो खालको पुल दिएको नक्सा बमोजिमको चाहिँ स्वीकृत भएको नक्सा बमोजिमको पुल तोकिएको समयभित्र सम्पन्न गर्छु भन्ने सम्झौता हो। निर्माण व्यवसायी र नेपाल सरकार बिचको त्यो सम्झौता हो। त्यो बमोजिमको उहाँले तयार गरेर दिनु पर्थ्यो। त्यो तयार गर्दा गर्दै सम्पन्न नहुँदै भत्किएको छ। सम्पन्न गरेर दिने काम उहाँको थियो, सम्पन्न भएको छैन। त्यसैले त्यो उहाँले हामीलाई दिनै बाँकी रह्यो, तयारै गरिदिनु भएको छैन भनेपछि यसलाई त्यसरी परिभाषित गरिने भयो हैन। भनेपछि तयार नै भएको छैन भन्ने किसिमले चाहिँ परिभाषित गरेर तपाईहरु अगाडि बढ्नुहुन्छ भनेपछि कारबाही चाहिँ गर्नुहुन्न। अनि कारबाही हुने त त्यसपछिको कारबाही चाहिँ समयमा नदियो भने के कारबाही हुने अथवा त्रुटिपूर्ण बुझायो भने कसरी कारबाही गर्ने त्यो त छँदैछ नि सम्झौतामा तोकिएका कुराहरू त हैन। त्यो त अर्कै कुरो भयो के। अब भनौँ न त्यहाँ त क्षति भयो नि हैन, क्षति त भयो नि। अब बेहोर्ने होला, ठेकेदारले बेहोर्ने होला, त्यो अर्को पाटो भयो। अनि जनताले दुःख पाउने भयो हैन, सपना चाहिँ पुरा नहुने भयो हैन। मैले भन्न खोजेँ के भन्दाखेरि कारबाही चाहिँ के त जसरी तपाईले भनिराख्नु भएको छ त्यो हिसाबले ठेकेदारले कारबाही ठेकेदारमाथि कुनै कारबाही नै नहुने देखियो के। किनभने आयोजना सम्पन्न नै भएको छैन, त्यस अगाडि नै पुल भासिएको अवस्था छ। अब कारबाही के नै भनेर त मैले अहिले यहाँ काठमाडौँ बसेर चाहिँ त्यो डकुमेन्ट पनि मेरो हातमा छैन। सम्झौताको डकुमेन्ट चाहिँ त्यही योजना कार्यालयमा हुन्छ जनकपुरमा। यस्तो गर्यो भने के कारबाही हुने भनेर त्यहाँ सम्झौता हामीले दुई पक्ष बिचको सम्झौता हो यो भनेको। सम्झौतामा चाहिँ एउटा पक्षले सम्झौताको भङ्ग उल्लङ्घन केही गर्यो भने उसले कस्तो बेहोर्नु पर्ने भनेर सम्झौता बमोजिमै हो। अरू कुन कुन कानुन आकर्षित हुन्छन् भन्ने कुरो पनि त्यो सम्झौता सबैभन्दा पहिला सम्झौता आउँछ, त्यसपछि आकर्षित हुने कानुनहरू त्यसको पछाडि आउँछ जुन चाहिँ हामीले त्यसको पत्ता लगाउनु पर्यो। अब त्यसको फाइन्ड आउट गर्ने एउटा त्यहाँ के भएको थियो त त्यसको चाहिँ एउटा कमिटी बन्छ अनि उसले रिपोर्ट गर्छ, ल यस्तो त्रुटि भएको छ, यसमा यसको काम चाहिँ गलत भएको हो, यसलाई चाहिँ यस्तो कारबाही गर्नु पर्यो, योसँग यस्तो असुल उपर गर्नु पर्यो, के हो त्यो उसले चाहिँ भनेपछि जाँचबाट जे रिपोर्ट आउँछ त्यस अनुसार चाहिँ सरकार अगाडि त्यस अनुसार हामी हजुर सरकार अगाडि बढ्छ। हजुर अब यस्तो किसिमको समस्या आउन नदिनुको लागि जस्तै भनौँ न अनुगमनकै कुरा हुन्छ हैन, तपाईहरु के मान्नुहुन्छ? हुलाकी राजमार्ग आयोजनाबाट पनि त्रुटि भएको हो मान्नुहुन्छ कि मान्नुहुन्न? किनभने यो त दायित्व त उसको हो, ठेकेदार कम्पनीको, उसले बनाउने हो हैन। तर अनुगमन गर्ने, नियमित अनुगमन गर्नुपर्ने हैन, अब कस्तो काम भइरहेको छ कि छैन त्यो सबै हेर्ने दायित्व पनि त आयोजनाको हो नि हैन। त्यसको अनुगमन गर्ने त्यहाँ हाम्रो जनकपुरमा चाहिँ योजना कार्यालय हुलाकी राजमार्ग योजना कार्यालय जनकपुर भनेर त्यहाँ इन्जिनियर साहबहरू त्यहाँ छुट्टै योजना कार्यालय हुन्छ, त्यहाँबाट डे टु डे अनुगमन कामहरू त्यहाँबाट हुन्छ। त्यही त अब तपाईहरुको डिपार्टमेन्ट भित्र पनि भएको तपाईहरुले मान्नुहुन्छ कि मान्नुहुन्न? काम गर्ने एउटा पक्ष, गराउने अर्को पक्ष हो नि त हैन? हजुर हो हो, गर्ने पक्ष चाहिँ निर्माण व्यवसायी भयो, गराउने पक्ष चाहिँ सडक विभाग भयो। त्यसको प्रतिनिधित्व त्यहाँ फिल्डमा चाहिँ योजना कार्यालय जनकपुरबाट हेर्नुहुन्छ।
त्यहाँ डे टु डे उहाँहरूले के गर्नुपर्ने, के हुनु पर्थ्यो, के भएन, किन भएन, त्यसको अनुगमन कामहरू चाहिँ त्यहाँ आन्तरिक छानबिन तपाईँहरूले पनि गर्नुहुन्छ? तपाईँको कार्यालयभित्र चाहिँ के कस्तो त्रुटि रहन गयो, किन चाहिँ अनुगमन हुन सक्दैन? त्यो अवश्य सडक विभागले गर्छ। सडक विभागले चाहिँ सायद त्यो गठन भइसकेको छ। पूर्वाञ्चलको हाम्रो इटरीको सुपरिन्टेन्डिङ इन्जिनियरको संयोजकत्वमा अरू 2-3 जना इन्जिनियरहरूको एउटा छानबिन समिति बनाएर यसलाई पठाउने तत्काल भनेर चाहिँ त्यो एक किसिमको छलफल भइसकेको छ। सायद उहाँहरूले चिठी पनि पाउनुहुन्छ तुरुन्तै। अहिले तत्काललाई त्यसरी जान्छौँ भने यसको दीर्घकालीन चाहिँ के कसो हो त भनेर त्यो एउटा हामीले सडक विभागले नै एउटा पाठको रूपमा यस्तो अन्तिम अवस्थामा आएर भत्केको छ, यसलाई हामीले भविष्यमा चाहिँ कसरी गर्ने, कसरी यस्तो दुर्घटना हुन नदिने, यस्तो खालको लस अथवा धोकाबाट चाहिँ कसरी बच्ने, त्यो खालको चाहिँ अध्ययनहरू गर्छ सडक विभागले। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँलाई के लाग्छ, यहाँका स्थानीयवासीलाई, सिराहा र धनुषाका स्थानीयवासी सर्वसाधारणलाई के भन्नुहुन्छ? कहिले त्यो पुल चाहिँ दुरुस्त पाउने होला र त्यो पुलबाट चाहिँ आवत जावत गर्न सकिएला? कति दिन लाग्छ? अब होइन, अब यो यस अघिकोलाई हेर्ने हो भने सबै कुरो वातावरण मिलाएर अब हामी 10 वर्ष त बितिसक्यो। तपाईँ त अझ 11 वर्ष नै भन्नुभयो होइन? अस्तिदेखि अहिलेसम्म करिब 11 वर्ष नै बितिसक्यो। अब चाहिँ कति वर्ष कुर्नु पर्ला? यो पछिल्लो 2 वर्षमा मात्रै सबभन्दा प्रगति भएको। हामीले त्यो पप्पू कन्स्ट्रक्सन र लुम्बिनी कन्स्ट्रक्सनको जोइन्ट भेन्चरको दुईटै पार्टनरलाई यहाँ बोलाएर अब यो पप्पूबाट काम हुँदैन, अर्को जोइन्ट भेन्चर पार्टनरले जिम्मा लिन्छ भने हामी तपाईँहरूलाई काम गर्नलाई अरू मौका दिन्छौँ, नत्र भने चाहिँ हामी त्यही अनुसारको एक्सनमा जान्छौँ भनेको चाहिँ 2 वर्ष मात्रै भएको छ। 2 वर्षदेखि नै हो खास प्रगति भएको। जगका कामहरू लरेङ बरेङ गर्दै गर्दै ढिलो ढिलो गर्दै यतिका वर्ष खेर गएको थियो भने अब राम्ररी काम गर्न खोज्यो भने त 2 वर्षमा नि ठुलो प्रगति त भएको छ। प्रगति त भयो, फेरि दुर्घटना भयो। त्यसरी अब यसपछि अब फेरि कति वर्ष लाग्ने होला? अब दुईटा स्पानको सच्याउनलाई चाहिँ परिस्थिति अनुकूल हुँदाखेरि त 1.5 वर्षमा त्यो हुन्छ। 1.5 वर्ष अझै लाग्छ? हजुर हजुर, 1 वर्षमा हुनु पनि सक्छ। अब हामीले सबै कुरो अनुकूल गरायौँ भने 1 वर्षमा हुनु पनि सक्छ। अरू अहिलेको जस्तै विभिन्न महामारीहरू हुने, त्यहाँ काम गर्ने वातावरणमा चाहिँ असहज हुने भयो भने अरू टाइम लाग्न सक्छ। अब त्यसको पहिलो कुरो त अध्ययन गर्नु पर्यो। जुन डिजाइन थियो त्यो डिजाइन चाहिँ डिजाइनको त्रुटि थियो भने त्यो डिजाइन फेल भइसक्यो, अर्को डिजाइन गराउनु पर्ने हुनसक्छ होइन, त्यसले टाइम लिएला। नत्र निर्माणको लागि मात्रै त 1 वर्षै काफी हो। यसलाई त्यो बिचको त्रुटिलाई सच्याएर दुरुस्त गराउने अर्को किसिमले गर्नलाई त 1 वर्ष पनि काफी हो। भनेपछि धेरै दिन प्रतीक्षा गर्नु पर्दैन, छिटै निर्माणको लागि लाग्ने भयो। अब हाम्रो देशको हामीले देखिरहेछौँ कि अब यो बाढी र मनसुनी जुन बाढी आउँछ, बाढी पहिरोको सिजन हामीले पर्खिनै पर्ने हुन्छ। त्यो बेलासम्म हामी त्यहाँको जगको अवस्था पनि हामीले जाँच गर्न सक्दैनौँ। त्यति धेरै ठुलो पानी आइरहेको छ त्यहाँ। अब त्यहाँ के त्रुटि भएको छ, जगमा चाहिँ के थियो, या त त्यो जगको लम्बाइ नै पुगेको थिएन कि डिजाइनमै कम राखेर चाहिँ काम कम भएको थियो कि डिजाइन थियो काम गर्दाखेरि कतै त्रुटि भएको छ कि होइन, क्वालिटी बिग्रेको छ कि, त्यो हेर्नको लागि हामीले सिजन पर्खिनुपर्छ। अनि त्यो हेरिसकेपछि अनि सिजनबाट त्यसपछिको रिपोर्टबाट चाहिँ अब के गर्ने त भनेर प्राविधिक रूपमा चाहिँ त्यसको सजेस्ट हुन्छ। एउटा त्यसको विज्ञहरूले चाहिँ यसो गर्ने भनेर भन्छन्। त्यसमा चाहिँ सडक विभागले स्वीकार गरिसकेपछि अनि भाइ त्यो अगाडि गर्ने। हस् त, धेरै धेरै धन्यवाद। हस्, धन्यवाद छ, तपाईँलाई पनि धन्यवाद छ। दर्शकवृन्द, ओ छलथि रोहित कुमार बिसुराल, हुलाकी राजमार्ग आयोजना के प्रमुख। आइ हुनका सब बात करै छलिए जे शुक्र दिन कमला नदी पर बनल पुल जे धैस गेलैया, सिराहा आ धनुषा जोड़वाला दक्षिणी बेल्ट में बनल जे पुल है से धैस गेलैया। ई केना भेलै, की कारण रहलै? ठेकेदार सबके लापरवाही से ई भेल छै, ई स्वाभाविक देखल जा रहल छै। एहि पर की कार्रवाई प्रक्रिया आगा बढ़ाओल गेल छै, जेना ओ कहि रहल छलथि कि एहि पर जांच भ रहल छै, जांच के प्रतिवेदन अयला के बाद मात्र और किछ कहल जा सकै छै। बेस्त नमस्कार।